मेरो ठाउँमा तपाईँले बालेनलाई भेट्नु भने एकै सर्ट हान्छ त्यसलाई सालेलाई उसो मेरो घर कहाँ हो भन्ने बनाइदिन्छ एउटा किन भन्दाखेरि उसले राम्रो काम गरेर कस्तो हाई कमाइरहेको थियो नि म त जबदेखि यो गरिबहरूलाई चाहिँ उसले ठेला लुट्यो कपडा बेच्न लुट्यो त्यहाँदेखि मलाई यो मान्छे साला के सोचेको यो भाइ पढे लेखेका भनेर म कस्तो गौरव गरेको म आकर्षण अरू खुसी होला नहोला फर्स्ट खुसी हुने म के अब चाहिँ एजुकेटेड केटाहरू आयो है विदेश घुमेको विदेश नलेज भएको मान्छे आयो हो म साला विदेश घुमेर इन्जिनियरलाई 15,000 दिएर म त्यस्तो घर म आर्किटेक्चर इन्जिनियर होइन नि बाबु म मेरो घर तिमी कतिपल्ट भिजिट गर्छु नि म आफैले बनाएको आफैले डिजाइन गरेर आफै बनाएको भनेपछि बालेनले बनाउँछ तर यत्रो वर्ष 35 वर्ष देश बिगारेको बालेनले होइन नि तपाईँको दाईहरूले हो अनि किन बालेनमाथि खनिनुहुन्छ तपाईँ त्यो एउटा भाइ पनि अब वारियर भएर निस्केला भनेको त साला गाँजा खाएर लुकेर मलाई स्ट्याटसमा त दिने भयो त्यसले यतिवटा रङ गर्दै गयो के तपाईँले सम्झाउनु पो पर्छ त राँगो ढाल्छु भनेर हुन्छ त बालेन शाहलाई नयाँ व्यक्तिलाई हेर रिसमा कोही पनि छोडेन जब देश जान लाग्छ नि एक दिनको जिन्दगी हो मुझे ठोक्ने हो के मलाई ठोक कि माछा म ठोक्छु यार माछा के त राइट वेमा आइज भाइ को बालेन शाह राई समाल पनि आइज विजय लामा पनि आइज विजय लामा राई समाल त अब मन्त्री बन्ने रे नि बनाउनमा आज 6 महिनाको मन्त्री बनेर साला जिन्दगी भएर कमाएको नाम चट मुला अलि विजय लामा भन्ने सेल्युट गर्छ एड गर्छ विजय राई समालको कतिवटा होर्डिङ चल्छ हो घन्टा पनि हुनेन मुझे तिमीहरूको अनि त्यहाँ मन्त्री झन् पूर्व मन्त्री भनेर कति हैसी के अरे एउटा यो चोर मन्त्री हुन्छ चोर मन्त्री यो देशमा चोर मन्त्री हुन्छ है जो भए पनि चोरै चोर भयो सत्य मान्छे पनि चोर भयो क्या यहाँ नेपालमा पहिलोचोटि कलाकार मन्त्री बन्यो भने त कम सान हुन्छ त नि देशमा अब तपाईँ बन्न सक्नु भएन राई समाल बन्छ नि के भयो म साला 4 नम्बरलाई 1 नम्बर पुर्याउने मान्छे दिपक सिंह र म हो तपाईँले कमल थापालाई चुनाव जिता हो त्यो सबैले थाहा भएकै कुरा हो तर तपाईँ आफू के हुनु भएन नि त तपाईँ के हुनुभयो म त मन्त्री न नेता न सांसद म त 3 करोडको मान्छे भएको त रायन खड्की अहिलेसम्म हुन्छ मास्क लाएर हिँडेको छैन भाइ यदि याद गर यो ठुलो पहिचान मेरो दर्शक र मेरो जनतामा नमस्कार रायन खड्कीका यहाँसम्म राई समालको टाउको रायन खड्कीको फाइट हामी त्यसै जित्या होइन काम गरेर जित्यो अहिले हर्के सामङले जसै गरिरहेको छ कि अस्ति